नमस्ते साथीहरू, हामी अहिले चाहिँ धेरै टाढा हाम्रो एउटा साथी हुनुहुन्छ। ती साथीले चाहिँ हामीलाई एउटा कुरा भन्नुभएको छ। नगरपालिका भित्र पढन्छ हाम्रो मिनी स्विजरल्यान्डमा जाउँ भनेर धेरै दिन पहिलादेखि एडभर्टाइज गर्नुभएको थियो। यो चाहिँ यही मान्छे चाहिँ हो होइन। यहाँ आफ्नो घर पो थियो के थियो भन्ने थियो, पहिला पुरानो घर थियो रे। म तपाईँहरूलाई यहाँको पुरा रमाइलो सिनहरू देखाउँछु, तपाईँ पनि सिन हेर्नु होला। साँच्चीकै यो मिनी स्विजरल्यान्ड जस्तै छ या कस्तो लाग्यो, अनि अफ रोडको मजा या त्यो पुराना घरहरूमा बस्नुको मजा कस्तो हुँदो रहेछ, पुरा हेर्नु होला है त। हाम्रो सबै फुटेजहरू हामीले राख्न सकिरहेका छैनौँ। हामी जाँदै गर्दाखेरि बिचमा फुटेज बनाउन सकेनौँ, किनभने एकदम रिस्की थियो, बाटो त्यति सजिलो थिएन र हामी बिचबिचमा रोक्यौँ। यो गुगलको फुटेज हो होइन। तपाईँहरूले भिडियो फोटोहरू देख्दा पत्ता लगाउनुहुनेछ कति रिस्की यात्रा थियो यो भनेर। धेरै अप्ठ्यारो र हतार भएको कारणले भिडियो धेरै बनाउन सकेनौँ। यो मेन ठाउँको फोटोहरू तपाईँ हेर्दै हुनुहुन्छ। यहाँ चाहिँ हामीसँग उज्यालोको साधन भनेको एउटा ब्याट्री, सोलर र अनि सुत्नको लागि 1-2वटा बेडहरू थियो। अनि त्यहाँ जाँदाखेरि खसी किन्यौँ र खसीलाई हामी अब राति नै बनाउने भनेर जाँदाखेरि धेरै रात परिसकेको थियो होइन। अनि रमाइलो भएको थियो। 1-2वटा रातिको फोटोहरू पनि हान्यौँ र ल दाइ 20 कति रे 24 किलो। हामीसँग धेरै सानो हतियार भएर यो सोचे भन्दा पर्फर्मेन्स हाम्रो खडक दाइको धेरै नराम्रो भएको छ। यो धेरै साथीहरूलाई, हामी मासु खाने साथीहरूलाई पनि थाहा छैन। यो भिडियो हेरेर बल्ल थाहा हुनेछ होला सायद। ल ठिकै छ, काटियो। गरे नगरे भिडियोमा थाहा हुन्छ एकछिन पछाडि गर्छ। लागन जे गरेको क्या उपसत गरेको। शुभ प्रभात, हाम्रो बिहान पनि भइसकेको छ। यहाँ हेर्नुहोस् त कति राम्रो सिन, बिहानको हराफरा र ग्रिनरीहरू हेर्दाखेरि साँच्चीकै फुल फुलेको कति रमाइलो छ है। यो हो अर्ग्यानिक कुराहरू सबै हेर्दाखेरि चिटिक्क रङ्गी चङ्गी। तर अलिकति पहाडमा यातायातको सुविधाको अभावका कारण धेरै कुरा अभाव देख्नु भएको होला। धेरै रमाइलो छ है। यहाँ हेर्नुहोस् त, यहाँ हाम्रो यो टेन्ट राखेर हामी यहाँ सुतेका थियौँ। तर राति त्यो भित्र पालो यो पानी आएर हामीले सुत्नु सकेनौँ। त्यसपछि हामी कोठाभित्र गयौँ र यहाँ यो दिन जात्रा पनि थियो। त्यो सबै मान्छे जात्रामा गएको कारण घर पनि खाली थियो र हामीलाई घर सुम्पिनु भएको थियो। उहाँहरूले यसको लागि धेरै धेरै धन्यवाद। साँच्चीकै धेरै मितव्ययी तरिकाले काम गर्नुभएको थियो उहाँहरूले। आउँदा पाहुनालाई एकदमै स्वागत गर्ने संस्कार धेरै राम्रो थियो। तर हामीले यहाँ सुतेका थियौँ हेर्नुहोस् त यो ठाउँमा। अभावमा सुत्नु पनि धेरै रमाइलो हुँदो रहेछ। यहाँ हेर्नुहोस् यो मासु चाहिँ हामीले खान नसकेर भोलिपल्टको लागि भनेर राखेका थियौँ र अब हामी घर जाने तयारी गरिरहेका छौँ। यहाँको ग्रिनरी देखाएर हाम्रो खासै धेरै कुराहरू छैन, तर रमाइलो भएको थियो। मलाई भिडियो राख्नु मन लागेर राखेको हो। अझै सबै हेर्नु होला है त। एकैचोटि रमाइलो गर्नुभएको हाम्रो साथीको गफ सुन्नुहोस् है त। उहाँलाई हामीले झापाली भनेर जिस्काउँदै थियौँ होइन। यो चाहिँ एकदम रमाइलो भएको छ, पुरा सुन्नुहोस् है। यो गफ चाहिँ यति चाहिँ म नकाटेर हालेको छु। यो फुटेज एकदमै रमाइलो गफ छ। अब यो कहाँबाट वालकोले बनाएको रे?
हेलिप्याड चाहिँ कहाँ रे? कति साल भयो? रामशिला मन्दिरको दर्शनको लागि अनि यहाँ पृथ्वीनारायण शाह के गर्न आउनु भएको थियो त्यो उता दरबार बनाउन कता? 3 किलोमिटर टाढा पुगा भन्ने ठाउँ दरबारको शिलान्यास गर्न आएको थिएँ। रे? इतिहासमा लेखा छ नि त्यो छ मजाले त्यो नाम चुकै लेखा छ कि के अरू? त्यो चुकै छ। जापानी भ्लग भन्ने फोटो खिच्न आएको जापानी गाइड भनेर हामी अरे यो भिडियो भन्ला छ यसो गर्दा नि त यो यसो गर्दा भयो ल गफाउने हो पो तैँले गर्न इनर्जी आउने अलिकति अलि इतिहास पट हुन्छ कि त्यसले केही के चुकाको इतिहास 2007 भन्दा अगाडिको हो कि के छ त्यो बिज्जो भूतको भन्छन् बिजो बुझ्नु बिज्जो भूत नक्षत्र राज एका बज्याउनु भन्ने सुन्दैछ बिज्जो भूत र हजुरको बाजेको के लडाइँ रहेछ डर लडाइँ रहेछ त्यति सम्बन्ध पहिला गहिरो सम्बन्ध बिचमा के युद्ध आयो चिस्यान पनि भयो भन्ने छ पछि राम्रै भयो सम्बन्ध होइन हाम्रा बाजे चाहिँ एकदम अभिभावक देवताको रूपमा परिणत भए विद्या चाहिँ भूतको रूपमा परिणत भयो त्यति नै। ए देवता र भूत राक्षस र भूतको भयो पछि भूत कहिले नआउने भयो यहाँ आउँछ अब उनकै नामले यहाँका मान्छेहरूले तर बिज्जो भूत राक्षस त होइन भन्छन् होइन राम्रै गरे राम्रो राम्रै राम्रो हो राम्रै गर्ने सबैको हेरचाह गर्ने रक्षा गर्ने सन्तान। परिवार त ठुलै भयो होला है बिज्जो भूतको अहिले पनि अहिले अनसिन छ अब सिन छैन भूमिका चाहिँ छ भनौँ सायद यो साँच्चीकै आउँथ्यो यार गफ हो कि साँच्चीकै आउने हो हामीले देखेन भूत हो कि मान्छे आउँथ्यो मान्छे भूत बिजो भने मान्छे हुन्न नि मान्छे पछि चित्त बुझेन उनलाई के भयो होला उनी पछि पछि चाहिँ मानवसँग उनीको त्यो व्यवहार मिलेन त्यही भएर हाम्रो बुवालाई 4 दिन हो भैँसीको दुध दोइदिने कसैको अनि कसैलाई उब्नु पऱ्यो भने त्यही भएर मान्छेको बानी व्यवहार खानाको व्यवस्था गरिदिने कोही दुःखमा परेको मान्छेलाई पहाड हामीले यो झापाली गफ सुनिसकेपछि एकछिन त्यहाँ केही बेर फोटो खिच्यौँ भिडियो बनायौँ अनि त्यो फोटो भिडियो खिचिसकेपछि हामीले हाम्रो एउटा साथीको प्राचीन घर पहिलाको घर थियो जसलाई छोडेर गइसक्नु भएको छ त्यो घरको अवस्था हेर्न गएका थियौँ कस्तो रहेछ भनेर त्यहाँ जान पनि धेरै गाह्रो गरेर बाटो अप्ठ्यारो गरेर त्यस्तो बाटोबाट गएका थियौँ र यहाँ सिस्नो र यो सिस्नोको पनि अर्कै नाम के पो भन्ने थियो बिर्सिहालेँ होइन त्यो रहेछ अनि त्यो सिस्नो छिनाल्दै भित्र जाँदै गर्दाखेरि कसै साथीहरूको त हातमा पनि त्यो सिस्नो लागेछ त्यो सिस्नो भन्दा नि अझै कडा हुँदो रहेछ होइन के छ कुरो कानी ओ टेक्रा सर यो पनि नगरपालिका हो ए आलताल पढ्यो खोलाबारी यो खोलो छ नि हैन खोलाबारी बसेर यो के चोद्दो गए जस्तो भयो त यार यो त कोइला माइनिङमा गएको छ बस हो बस कानमा लागेको त गयो ए हात कहाँ हुन् तम्रा हापलाई आउनाले दिनभरमा साध्य बढाउला अनि यो हाइवेमा छौँ हम सुरुङ हो यो सुरुङ ल हिँड बना न पहिला माओवादी थियो क्या माओवादी सकिने जो आथिन जाऊ यार जाऊ त्यहाँको भयो पुर मतपट्टि जानु कहाँ बाटो छ भने हला बिज्जो बताउने यार आएर जाऊ बनाएर ला यी कानमा लागिगयो यार है तेरा यसले थोक्का तल गर त्यसलाई यो के मुँ त छाडिदिया त तन ढाडा बिरामी मान्छे खै अलि साइड लाग्दा त उनलाई देखाउनु
म्यान भर्सेस वाइल्डको दाइ यो त घर त के रहेन नि त ठिक छ उत्रयो ए यो घर यहाँलाई यहाँनिर घर छ पहिला परापूर्व कालको यो टेकराजको घर रहेछ यो भित्र अब जानु त पाइला जस्तो छैन ऊ यहाँ घरको आँगन रहेछ आज टेकराजको बाउबाजेको पालाको रहेछ यो घर चाहिँ होइन टेकराज ओके ओहो यो चाहिँ यस्तो इन्जेक्सन रहेछ कि पेन किलर होइन कि ओहो टाउकोमा लाग्यो ए यार हातमा ठिक छ ल यो पृथ्वीनारायण शाहको पालाको घर यिनलाई धेरै याद मिस गर्न त्यही त यहाँ भुइँसा गोठ हो स्याप स्याप हुन्न यार यहाँ गजब लामा पानी यहाँ देखिया छ यहाँ तलतिर पुरा ढुङ्गा कहिले नकुइने कहिले के धेरै यो त नेचुरल सिमेन्ट के लाउने नै हुनु नि त पहिला मासको गारल चिने ए मासको गारुल चिनिया हो कि यो दाल खाने मास हुन्छ नि त्यो गारल सिमेन्ट पाएन न अब त्यही हो भित्रीमा देशको जौखेतको ओहो कार साल सल्लो छ बेर यो माथिको त्यो सल्लो ल भित्र उसा हाले के तन तल यो ज पन्तिर घर भइहाल्यो होइन अङ्कल पल्तिर पनि भयङ्कर खत्तम उहाँ जानु ल उहाँ कहाँ पन्तिरलाई छ त घर ओ त पहिलेसम्म 3-4 साल पहिलेसम्म बसन्थे पहिला त यो सिस्नु भन्दा नि अझै कडा चिज रहेछ यो के रहेछ थाहा भएन एकदमै कडा यसमा यो धार चाहिँ यस्तो कडा छ कि हात लाग्यो कि होइन गयो मान्छे यति मान्छे बस्छ त अचेल एक गीतलाई छ एक गीतलाई एक पुरमछमा हाम्रो आफ्नो पुराका यो सामूहिक यो काटिया थाक्ला यिनी हुने कप्तारी यो पनि पहिलेको कटाल भन्ने ठाउँ रहेछ यो हेर्नुहोस् त यहाँबाट धुरा भनेको चाहिँ यहाँ रहेछ यो धुरा इनमन तन्त्र ढुङ्गा हुने के तैँले कता हुनु बिहारी को यो धुरा वर्षा त मेहनत बसा छ तैँले भने म बसा थियो अझ छाड्या म खेतीपाती लाउने गर्दा तुम्हाले जान म त मथि भर्खर हात्ती आयो गाइज त्यो हात्ती आयो हात्ती आयो धन्न अवसर आयो तिमीलाई ओहो किन भैँसा कुदाउनु हो के तपाईँ ख्याल हुन्न ख्याल कहीँ छ यति यहाँ के मर्या रहेछ यार यो त जनावरको हड्डी सड्डी छ अब फेरि आराम एक दिनले सरसफाइ गर्छ सब पस्किन्छ भित्र गयो भने केही चिज फोटो खिच्चा भयो बाघहरू आयो हाम्रो बाघ या ख्याल हुन्न सब म व्हाट्सएप नम्बर दिए सबकोमा म हालिदिन्छु त्यसपछि अङ्कलकोबाट म हाल्छु त्यसपछि सबकोबाट म त गएन यार भित्र यो दोस्रो दुई तला हुन्थ्यो क्या तल त नि पहाड अनि बारी हुन् एकै तलाको हाइट यो छ नि यो डिबिसी भन्ने के भन्ने यो 5 फिट भन्दा पनि बढी गइलो छ रे बाप रे बाप 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 यहाँ छ यो त ढुङ्गा त खतरा कटिङ हो नि ठेक्कामा दिया भने नि त बनाउन 4वटा ठेकदारले छोड्या घर राम्रै बस्तीको लागि बनाएर छ उनले अब हैन होइन यो त भविष्यमा काम लाग्दियो कि अब यो ढोकाको काठ पनि राम्रै छ उ त्यो हेरौँ न ल पोर्ट्रेट डिजाइन क्या डिजाइन तराईतिर भए लगाइदिन्थे यहाँ इमान्दार नआएर यहाँले के लागि जात्रा ताला लगाएर यसो यार चोरेर सकिने चिज लैजिने हुने क्या यहाँ अब घर फुटाएका अलि अप्ठ्यारो त मान्ने भए
घुम्दै गर्दाखेरि हामीले आलीतालमा आयौँ र आलीतालमा यी अङ्कलको कला पनि हेऱ्यौँ। उहाँ अङ्कलको एकदमै कला राम्रो छ, तपाईँ पनि सुन्नुहोस्, म धेरै बोल्दैन ल। धेरै राम्रो, धेरै राम्रो। गोला आम्मामा के हुन्छ त्यो पातमा त्यस्तो? खै 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 जे पातको नि हुने हो कि यही पातको हो? बच्छन् यो जुन पात पनि हो यो के को पात थियो? ए यो त उयो भइहाल्यो। आम्मामा आवाज त सबै ठाउँमा लुक्या रहेछ त। मृग आयो ल, मृग आयो वनबाट। आयो यहाँ बजायो भने यो आउने भयो क्या। ए हो आम्मामा ल यो मृगको बच्चा सम्झेर होइन? हजुर। ए अरू अरू अनि यसमा चाहिँ बाघ पनि आउँछ, हो मृगको पाठा हो भनेर। अनि यसमा ठुल्ठुलो सर्प पनि आउँछ, ठुल्ठुलो वनमा हुने सर्पहरू पनि आउँछ। त्यो 3वटा चिज आउँछ यो यो पेबरीमा। अरू जनावर अरू के छ त्यस्तो? अरू त त्यस्तो केही छैन, अरू जनावरको आवाज नै आउने? अरू त केही छैन। चराहरूको त आइहाल्छ नि होइन? ल धेरै राम्रो। एकचोटि ताली जाओस् न, खोइ यार ताली छैन, के हो यो? ल हरियो हरियो टाइपको यो परेवाको हुन्छ। यसले चाहिँ उसका यो भङ्गाहरू खाने। अनि पछि यसको चाहिँ यो के भन्छ यसलाई, त्यसको फल खाने यो परमा आइरहेको छ। ए बाँझ नै निकाल्नु त ल, ल एकचोटि निकालिदिनु। हामी त्यो डाँडाको बाटो पार गरेर बल्ल आफ्नो गाउँ ठाउँतिर झरिरहेका छौँ। आलीताल हुँदै हामी रुमतिर फर्किरहेका छौँ, आफ्नो घरतिर फर्किरहेका छौँ। धेरै कुराहरू भिडियो बनाउन सकेन, त्यसको लागि चाहिँ सरी, तपाईँलाई देखाउनु मन थियो। मेरो विभिन्न सोसियल मिडियामा धेरै देशको धेरै ठाउँबाट साथीहरू हुनुहुन्छ र उहाँहरूलाई पनि हाम्रो यताको डाँडा पाखाहरूको रमाइलो देखाउन मन थियो, त्यही भएर यो भिडियो अपलोड गर्न गइरहेको छु। हेरेर तपाईँहरूले मन पऱ्यो भने चाहिँ आफ्नो प्रतिक्रिया चाहिँ दिन नभुल्नुहोला है त। हाम्रो यतातिरको रमाइलो पक्का तपाईँ मलाई फेरि इन्भाइट गर्नु भन्नुहुनेछ होला है। हस्, थ्याङ्क यू।
बसेको कहाँ होइन बसेको अब जान्छ एक बिच एक तल्ला लिनु भयो भने त्यो आउँछ कि सबै पैसा ढाकिने